चाहिँ हामीले थर्मोइलेक्ट्रिक इफेक्ट सुरु गर्छौँ है। थर्मोइलेक्ट्रिक इफेक्टमा चाहिँ हामीले के पढ्नुपर्छ भन्दाखेरि हामीले सिबेक इफेक्ट पढ्नु पऱ्यो होइन। सिबेक इफेक्ट पढ्नु पऱ्यो, एउटा पेल्टर इफेक्ट पढ्नु पऱ्यो, एन्ड थम्सन इफेक्ट पढ्नु पऱ्यो। PEILTER पेल्टर इफेक्ट पढ्नु पऱ्यो होइन। पेल्टर इफेक्ट सिबेक इफेक्ट भनेको के हो भनेपछि दुईवटा थर्मोकपल लिनु पऱ्यो होइन। दुईवटा थर्मोकपल भनेपछि कस्तो कस्तो भनेपछि एउटा हट जङ्सन भएको, एउटा कोल्ड जङ्सन भएको होइन। हट जङ्सन र कोल्ड जङ्सन भएको होइन। दुईवटा थर्मोकपल ल्यायौँ र दुईवटा थर्मोकपललाई एउटा हट जङ्सन एउटा कोल्ड जङ्सन भयो। त्यसबाट चाहिँ करेन्ट फ्लो, हटबाट कोल्डमा चाहिँ करेन्ट फ्लो भयो र कोल्डबाट हटबाट चाहिँ करेन्ट फ्लो भयो भने चाहिँ त्यसलाई सिबेक इफेक्ट भन्नु भन्छ होइन। र ठ्याक्कै उल्टो चाहिँ हाम्रो के हुन्छ, पेल्टर इफेक्ट हुन्छ होइन। ल हट जङ्सन र कोल्ड जङ्सन ल्यायो होइन। हामीले यसमा चाहिँ हटबाट कोल्डमा लगेको थियौँ, यसमा चाहिँ कोल्डबाट हटमा ल्यायौँ। ट्याक्कै हिट आइदर अब्जर्भ अर इभल्भ हुन्छ है। यसमा चाहिँ करेन्ट हट भयो, यो कोल्ड भयो, दुईवटा थर्मोकपल ल्यायौँ। यता यसमा चाहिँ के हुन्छ, हिट EITHER आइदर ABSORB अब्जर्भ अर RELEAS रिलिज हुन्छ। दुईवटा हाम्रो त यसमा पनि दुईवटा थर्मोकपल लिएको हो होइन। ल अब दुईवटा त सकियो होइन। अब हामीले यसमा चाहिँ अर्को हाम्रो पढ्नुपर्ने भनेको के हो, हाम्रो यसमा चाहिँ थम्सन इफेक्ट हो होइन। थम्सन इफेक्ट भनेको के हो भनेपछि यसमा पनि दुईवटा जङ्सन लिनु पऱ्यो होइन। दुईवटा जङ्सन लिनु पऱ्यो, एउटा हट लिनु पऱ्यो, एउटा कोल्ड। यसमा पनि कोल्डले लिनु पऱ्यो हो कि होइन, यो हो होइन। ल यसमा चाहिँ के हुन्छ, लिडले चाहिँ लिड चाहिँ युज हुँदैन है। यसमा चाहिँ लिड युज हुँदैन। यो कुरा चाहिँ हामीले याद गर्नु पऱ्यो है। ल यसमा चाहिँ के हुन्छ भनेपछि हिट आइदर अब्जर्भ अर RELEAS रिलिज एलोङ द लेन्थ हुन्छ है। एलोङ द LENGTH लेन्थ। हामीले यति कुरा चाहिँ थाहा पाउनु पऱ्यो। ल करेन्ट जेमा पनि यसमा थर्मोइलेक्ट्रिक इफेक्ट भनेपछि यसमा चाहिँ करेन्ट प्रोड्युस हुने हो होइन। ल यसमा अब हामीले यसमा चाहिँ न्युमेरिकल पढ्नु पर्दा चाहिँ हामीले एउटा यसमा चाहिँ के भन्छ, एउटा टेम्परेचर अफ इन्भर्जन भन्ने एउटा फर्मुला छ होइन। टेम्परेचर अफ इन्भर्जन भन्ने छ होइन। टेम्परेचर अफ इन्भर्जनमा हामीले एउटा फर्मुला पढ्छौँ। टेम्परेचर अफ इन्भर्जन भनेको थीटा यान भनेको के हो, न्युट्रल टेम्परेचर भयो। थीटा आई प्लस थीटा सी अपन 2। थीटा यान भनेको के हो, NEUTRL न्युट्रल टेम्परेचर होइन। ल यो बुझ्न सकिन्छ, बुझेको छ होइन। ल थीटा आई भनेको टेम्परेचर अफ इन्भर्जन अनि थीटा सी भनेको COL कोल्ड बडीको लागि है। ल कोल्ड बडीको लागि। ल यति हामीले बुझ्न सक्यो। ल सिबेक इफेक्ट भनेको हट जङ्सन र कोल्ड जङ्सन हुन्छ। दुईवटा थर्मोकपल ल्याइन्छ, हटबाट कोल्डमा चाहिँ के भएको, करेन्ट पास भएको, यो भनेको करेन्ट आई है। ल यो पेल्टर इफेक्ट हिट आइदर अब्जर्भ अर रिलिज हुन्छ होइन। अनि यसमा थम्सन इफेक्ट भनेको के हो, थम्सन इफेक्ट भनेको थम्सन इफेक्ट स्टेट द्याट द हिट आइदर अब्जर्भ अर रिलिज एलोङ द लेन्थ भन्यो भने चाहिँ हाम्रो थम्सन इफेक्टमा चाहिँ के हुन्छ, लिड चाहिँ युज हुँदैन। यो चाहिँ याद गर्नु पऱ्यो है। ल टेम्परेचर अफ इन्भर्जन भनेको के, ल टेम्परेचर अफ इन्भर्जन अब यसमा यो चाहिँ हामीलाई न्युमेरिकल केसमा सोधिरहेको हुन्छ है। टुवेल्भको कहिलेकाहीँ यसो सोधिरहेको हुन्छ, नभए सीमा पनि सोधिरहेको हुन्छ, IOEC सबैमा सोधिरहेको हुन्छ। यो कुरा चाहिँ इम्पोर्टेन्ट हो है। ल यो कुरा चाहिँ अलि राम्रोसँग बुझ्नुपर्छ। ल थीटा यान भनेको के हो, यो थीटा यान भनेको न्युट्रल टेम्परेचर हो। थीटा आई भनेको टेम्परेचर अफ इन्भर्जन हो। अनि थीटा सी भनेको के हो, हाम्रो कोल्ड बडी हो। अनि यसको हाम्रो ग्राफ चाहिँ कस्तो हुन्छ भन्दाखेरि हाम्रो यस्तो ग्राफ चाहिँ यस्तो गराएर हामीले यसलाई चाहिँ ओरिजिन मानौँ। अब यसलाई चाहिँ यहाँदेखि यस्तै तानेर ए मानौँ, यसलाई चाहिँ सर तानेर ई मानौँ हो कि होइन। ल यता चाहिँ बी मानौँ, यता चाहिँ
बी यो भनेको थीटा भएको हो कि हैन ल यता भनेको इएमएफ ल इएमएफ ल यति जानेपछि हाम्रो थर्मोइलेक्ट्रिक इफेक्ट ल एक पन्नामा सकियो राम्रोसँग अब यसलाई बुझेर गर्ने भने मजाले सकिन्छ ल बुझ्नुभयो त